जसरी हाम्रो ठाउँमा चाहिँ बाघले आक्रमण गरिराखेको छ, हात्तीले आक्रमण गरिराखेको छ, विशेष गरी बाघले आक्रमण गरिराखेको छ। यो 1 महिनामा मात्रै 5 जनाभन्दा बढीको निधन भइसक्यो, मृत्यु भइसक्यो। यो 5 वर्षको अन्तरालमा हेर्ने हो भने 58 जनाले चाहिँ अकालमै आफ्नो ज्यान गुमाउनु परेको छ। तर यो बाघको सङ्ख्या बढ्दै राख्ने निकुञ्जले पाल्न सक्ने धान्न सक्ने सङ्ख्या हो कि होइन, राज्यले यसको मापन गरेको छ कि छैन, यसको लेखाजोखा गरेको छ कि छैन भन्दा गरेको छैन। आज पनि हामीले डिजीलाई सोध्यौँ, यसको कुनै लेखाजोखा छैन। पटक पटक मन्त्रीलाई सोध्यौँ, यसको लेखाजोखा छैन। निकुञ्जका वार्डेनहरू र संरक्षण अधिकृतहरूलाई सोधेका छौँ, यसको कुनै हिसाब किताब छैन। आज पनि मैले र हामीसँग मसँग गएको भाइहरूले भन्नुभयो कि एउटा बाघलाई चाहिने कति टेरिटोरी क्षेत्र कति। घरको अवस्था भन्नुपर्दा यति बेला एकदमै विकराल छ। तपाईँको खेल्दै गरेको बच्चा आँगनबाट गायब हुन्छ, खेतमा गएको आमा फर्किनुहुन्न, जङ्गलमा गएका बाबु फर्किनुहुन्न, सम्झनामा मात्र सीमित हुनुहुन्छ। अब यो कुरा अब हामीले पहिलेदेखि नउठेको त होइन, तर एउटा गाउँ लेभलमा मात्रै, स्थानीय लेभलमा मात्र उठ्यो। अब त्यहाँको स्थानीय सरकारको पहुँच पनि हुँदैन माथि समस्या सामना गर्नु। अनि यो सानो कुरा पनि छैन, यसलाई छिटै नियन्त्रण गर्नलाई। त्यही भएर हामी चाहिँ केन्द्रसम्म पुग्नुको कारण चाहिँ यो चाहिँ तत्कालीन मात्र नभएर दीर्घकालीन रूपमा जनावर सँगसँगै मान्छेको पनि सुरक्षा होस् भनेर चाहिँ हामी यहाँसम्म आएको। यति बेला हामी विशेष रिपोर्टिङमा रहेका छौँ। अहिले हाम्रो माझमा बर्दिया राष्ट्रिय निकुञ्ज गेरुवा गाउँपालिकाका स्थानीयहरू काठमाडौँसम्म आइपुग्नु भएको छ। अहिलेको तत्कालीन अवस्थामा उहाँहरू हिंसक जनावरबाट अति ग्रसित हुनुभएको छ र आफ्ना मागहरू स्थानीय तवरबाट बोलिरहँदा सरकारले नसुनेको र केन्द्रमै पुग्नुपर्ने अवस्था सिर्जना भएको भन्दै उहाँहरू अहिले राष्ट्रिय निकुञ्ज वन्यजन्तु व्यवस्थापन संरक्षण विभागमा पुग्नु भएको छ। निश्चय न्यौपानेज्यू चाहिँ अहिले राष्ट्रिय निकुञ्जबाट नै स्थानीय तहबाट प्रतिनिधित्व गरेर आउनु भएको छन्। हामी चाहिँ हाम्रो जिल्लामा विगत लामो समयदेखि जसरी हाम्रो ठाउँमा चाहिँ बाघले आक्रमण गरिराखेको छ, हात्तीले आक्रमण गरिराखेको छ, विशेष गरी बाघले आक्रमण गरिराखेको छ। यो 1 महिनामा मात्रै 5 जनाभन्दा बढीको निधन भइसक्यो, मृत्यु भइसक्यो। यो 5 वर्षको अन्तरालमा हेर्ने हो भने 58 जनाले चाहिँ अकालमै आफ्नो ज्यान गुमाउनु परेको छ। यो कुरामा चाहिँ सरकारले विशेष गरी ध्यान आकर्षण हुनु पर्यो भन्ने विषयलाई लिएर चाहिँ हामी यो काठमाडौँसम्म आउनुपर्ने अवस्था चाहिँ कसरी सिर्जना भयो? तपाईँ यो त एकदमै सेन्सिटिभ कुरा हो, स्थानीय तवरबाट पनि सुनिनुपर्ने कुराहरू हुन्। तर तपाईँहरू काठमाडौँ आएर केन्द्रीय सरकारलाई नै धकधक्याउनु पर्ने अवस्था कसरी सिर्जना भयो? राष्ट्रिय निकुञ्जको कानुनमा चाहिँ स्थानीय सरकारको त्यति धेरै यसमा चाहिँ हक अधिकार हुँदैन, प्रदेश सरकारको पनि त्यति धेरै हक अधिकार हुँदैन। हामी चाहिँ सुरुमा चाहिँ यो विषयमा धेरै गम्भीर लिएका थिएनौँ। पहिलाको वर्ष जसरी मान्छेहरू बित्दै हुनुहुन्थ्यो, मार्दै थियो बाघले, अहिले चाहिँ यो क्रम बढ्दै गयो। अहिले त 1 महिनामा 5 जनाको मृत्यु भइसक्यो। यसको मतलब यो होइन कि हामी बाघ विरोधी हौँ, बाघलाई चाहिँ मार्नुपर्छ, लखेट्नुपर्छ भन्ने चाहिँ हाम्रो होइन। सुरुको खण्डमा हामीले जङ्गललाई चाहिँ संरक्षण गरेर त्यसको आहारा बढाइदिएर बाघ संरक्षण गर्नुमा चाहिँ हामी स्थानीयको महत्त्वपूर्ण भूमिका हामीले खेलेका छौँ। आज बाघ धेरै हुँदाखेरि त्यही बाघ हाम्रो समुदाय लेभलमा आएर मान्छेहरू मारिराखेको छ हो। त्यसैले हाम्रो जनधनको पनि क्षतिबाट चाहिँ सरकारले यो कुरालाई पनि संरक्षण गर्नुपर्छ भनेर हामी यहाँसम्म आइपुगेका हौँ। हामीले पहिलो चरणको आन्दोलन पनि यो गरिसकेका छौँ। यदि सरकारले हाम्रो यो माग चाहिँ नसुनेको खण्डमा, त्यो ठाउँमा बाघलाई चाहिँ नियन्त्रण नलिएको खण्डमा हामी चाहिँ निरन्तर यो आन्दोलनलाई चाहिँ अगाडि बढाउनेछौँ। भर्खर तपाईँले सिजे साहबलाई पनि भेट्नुभयो, उहाँले के भन्नुभयो? उहाँले के भन्नुभयो भनेपछि हामी गस्तीहरू बढाउँछौँ, त्यसै गरी बाघहरूलाई चाहिँ नियन्त्रणमा लिएर जसरी हुन्छ मानव यो वन्यजन्तु द्वन्द्वलाई चाहिँ हामी सकेसम्म चाहिँ समाधान गर्ने हर प्रयास गर्छौँ भनेर आश्वासन दिनुभएको छ। तपाईँहरूका माग चाहिँ के? हाम्रो प्रमुख माग नै सुरुमा यो राष्ट्रिय स्तरको अनुसन्धान टोली हाम्रो क्षेत्रमा गएर जनताका समस्या के छन्, त्यो ठाउँमा चाहिँ कसरी बाघले आक्रमण गरिराखेको छ भन्ने कुरा चाहिँ बुझेर चाहिँ यो प्रतिवेदन सार्वजनिक गर्नु पर्यो, कसरी यसको समाधान दिन सकिन्छ भनेर। अर्को हाम्रो चाहिँ वैज्ञानिक क्षतिपूर्ति लागू गर्नु पर्यो। जस्तै सिम्पली के छ भन्दाखेरि कानुनमा के लेखेको छ भन्दाखेरि हामीले चाहिँ उन्नत जातको गाईलाई चाहिँ भैँसीलाई चाहिँ 40,000 50,000 चाहिँ दिने भनेर। तर आजको अवस्थामा त्यो भैँसी किन्दाखेरि 1.5 लाख 2 लाख पर्छ। त्यो वैज्ञानिक क्षतिपूर्ति चाहिँ लागू भएन। जसै बाली नालीको क्षति हुँदाखेरि चाहिँ 5,000 10,000 दिएर चाहिँ टार्ने अवस्था छ। यो कुराको चाहिँ अन्त्य भएर वैज्ञानिक क्षतिपूर्ति चाहिँ लागू गर्नु पर्यो। त्यसै गरी तारबार गर्न सकिन्छ, तारबारहरू बढाउनु पर्यो, तारबार गर्नु पर्यो। त्यसै गरी हाम्रो क्षेत्रमा राष्ट्रिय निकुञ्जको कारणले गर्दा कुनै पनि ठाउँमा विकास राम्रोसँग हुन पाएको छैन।
सरकारले त्यो ठाउँमा कुनै पनि संरचनाहरू बनाउन दिँदैन र सरकारले यो कानुनलाई चाहिँ खुकुलो गराएर त्यो ठाउँको विकासको बाधा चाहिँ बनिदिनु भयो। हामी यदि हामीले आज जुन कुराहरू राखेका छौँ यहाँ, यसै गरी हामी मन्त्रालय पनि जान्छौँ, मन्त्रीज्यूलाई पनि हामी भेट्छौँ, उहाँहरूले यो कुरालाई चाहिँ सुनेर समाधानतर्फ जानुभयो भनेपछि हामी यो आन्दोलनलाई चाहिँ यही ठाउँमा रोक्छौँ। यदि हाम्रा कुराका सुनवाई भएनन्, यसै गरी नै बाघले हाम्रो ठाउँमा चाहिँ मान्छेलाई आक्रमण गर्दै गयो, यो नियन्त्रणमा आएन भनेपछि हामी लगत्तै चुनावपछि एउटा ठुलो आन्दोलनको घोषणा गर्छौँ। हामी विरत रूपमा एकदमै ठुलो आन्दोलन गरेर यो कुराको जबसम्म सरकारले अब समाधान दिँदैन, अब हामी जति पनि पीडित छौँ, अब हामी चुप लागेर बस्नेवाला चाहिँ छैनौँ। बर्दिया राष्ट्रिय निकुञ्जका जनावरहरूले एकदमै त्रासपूर्ण अवस्था र अहिले धनजनको क्षति भएको अवस्था सिर्जना भइसकेपछि स्थानीय तहबाट आफ्ना मागहरू पुरा नभएको भन्दै अहिले स्थानीय तहका व्यक्तिहरू काठमाडौँसम्म आइपुग्नु भएको छ। उहाँसँग यसको नेतृत्वकर्ताका रूपमा पूर्व राज्यमन्त्री विमला विकज्यू पनि आउनुभएको छ। तपाईँ आज आफ्नो गाउँको स्थानीय व्यक्तिहरूलाई लिएर आउनुभएको छ। सम्भवतः तपाईँ पनि पीडित नै हुनुहुन्छ होला, त्यहाँको बासिन्दा हो तपाईँ पनि। यी समस्याहरू अहिलेदेखि सिर्जना भएका होइनन्, पहिलेदेखि नै सिर्जना भएका समस्याहरू हुन्। अहिले मात्रै उजागर भएका विषयवस्तुहरू होइनन्। तपाईँ पनि आफू राजनीतिमा छँदा र अहिले पनि राजनीतिमा हुनुहुन्छ, मन्त्री छँदाका विषयवस्तु पनि उठिरहेका विषयवस्तुहरू र पहिलेको अवस्था र अहिलेको अवस्था केही फरक पनि भएको होला। तर पनि यी समस्याहरू दिन प्रतिदिन घट्नुको सट्टा थपिँदै जानु गइरहेका छन्। यी समस्याहरूलाई रोकथाम गर्नका लागि अब चाहिँ कस्तो अवस्था सरकारले अपनाउनु पर्छ र तपाईँहरूबाट चाहिँ स्थानीय तहका जनताहरूलाई कसरी विश्वस्त तुल्याउनुहुन्छ कि यी समस्याहरू बिस्तारै अब न्यूनीकरण हुँदै जानेछन् भनेर? धन्यवाद प्रश्नको लागि भाइ तपाईँलाई। मेरो नाम विमला विक, मेरो घर चाहिँ बर्दिया जिल्ला मधुबन नगरपालिका अन्तर्गत पर्छ र म बर्दिया 2 नम्बर क्षेत्रको तर्फबाट योभन्दा पहिला पनि प्रतिनिधि भएको थिएँ र म आफै पनि यो ओभर क्षेत्रभित्रको र एउटा प्रभावित परिवारभित्रको मान्छे हो र म जहिलेदेखि यो राजनीति पार्टीमा संलग्न भए जोडिएँ त्यो दिनदेखि बर्दिया राष्ट्रिय निकुञ्ज र निकुञ्जसँग जोडिएका जनावरहरूबाट भएको आतङ्क, मानव हिंसा र अरू त्यहाँका बर्दियाली जनताको धनजनको क्षति सबैको विषयमा चाहिँ मैले प्रयत्न गर्दै आइरहेको छु र यसको खास समाधान चाहिँ हामीले पहिलेदेखि उठाइरहेछौँ। एउटा पहिलो कुरा के हो भने नेपालको सरकारले अन्तर्राष्ट्रिय मञ्चहरूमा गएर बाघको सङ्ख्या दोब्बर बढाउँछु, हात्तीको सङ्ख्या दोब्बर बढाउँछु, गैँडाको सङ्ख्या दोब्बर बढाउँछु भनेर कमिटमेन्ट गरेर आयो र त्यो सङ्ख्या बढ्यो पनि। आज सम्भवतः नेपालमा सबैभन्दा धेरै बाघको सङ्ख्या हुने जिल्ला भनेको बर्दिया राष्ट्रिय निकुञ्ज हो। यसको संरक्षण गर्ने सङ्ख्या बढाउने दायित्व एकातिर राज्यले पुरा गरिरहँदा त्यो क्षेत्रका जनताको जीवन, त्यो क्षेत्रका जनताको खेतीपाती, त्यो क्षेत्रका जनताको पशु चौपाया र समग्रमा धनजनको क्षति गर्ने जिम्मा राज्यको हो कि होइन, यो राज्यलाई गम्भीर प्रश्न हो एउटा मेरो र हामी बर्दियावासीहरूको चाहिँ। र अहिले बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या तीव्र हिसाबले बढिरहेछ भन्ने विभिन्न तथ्यले देखाइरहेको छ। तर यो बाघको सङ्ख्या बर्दिया राष्ट्रिय निकुञ्जले पाल्न सक्ने, धान्न सक्ने सङ्ख्या हो कि होइन, राज्यले यसको मापन गरेको छ कि छैन, यसको लेखाजोखा गरेको छ कि छैन भन्दा गरेको छैन। आज पनि हामीले डिजीलाई सोध्यौँ, यसको कुनै लेखाजोखा छैन। पटक पटक मन्त्रीलाई सोध्यौँ, यसको लेखाजोखा छैन। निकुञ्जका वार्डेनहरू र संरक्षण अधिकृतहरूलाई सोधेका छौँ, यसको कुनै हिसाब किताब छैन। आज पनि मैले र हामीसँग मसँग गएको भाइहरूले भन्नुभयो कि एउटा बाघलाई चाहिने कति टेरिटोरी क्षेत्र कति, त्यो क्षेत्र पर्याप्त छ कि छैन निकुञ्ज भन्दा अब आजको पनि हिसाबको चाहिँ प्रश्न उत्तर हामीले केही पाउन सकेनौँ होइन। 10 किलोमिटर हुन्छ, 20 किलोमिटर पनि हुन्छ, 40 किलोमिटर पनि हुन्छ, मोटामोटी चाहिँ एकदम हलुका उत्तर दिनु हो। त्यस्तो होइन नि त। संरक्षणमा खटिएका अधिकृतहरूले त साइन्टिफिक अध्ययन गर्न पर्यो र कति चाहिन्छ र त्यो पर्याप्त छ कि छैन र बर्दियामा त्यो बाघको सङ्ख्या बर्दियाको निकुञ्जले धान्न सक्ने हो कि होइन, आज राज्यसँग उत्तर छैन। त्यसैले यो उत्तर माग्न हामी राज्यसँग हिँडिरहेका छौँ पहिलो कुरो। र दोस्रो कुरो के हो भने चाहिँ बर्दिया राष्ट्रिय निकुञ्जको जुन बफर क्षेत्रमा बसेका मान्छेहरूको बसोबास असुरक्षित हो, त्यो जनावरका लागि नै उपयुक्त ठाउँ हो भने राज्यले त्यहाँका बस्तीलाई स्थानान्तरण गरेर अर्को ठाउँ लानु पर्यो। त्यहाँको चाहिँ कम्पनसेसन दिएर त्यहाँका जनतालाई, नागरिकलाई उचित क्षतिपूर्ति दिएर नगदै दिने हो कि अथवा उहाँहरूलाई रोजाएर अर्को ठाउँमा चाहिँ बास स्थानान्तरण गर्ने, त्यो कुरा राज्यले एक्सन लिनु पर्यो भन्ने कुरा चाहिँ हाम्रो माग। तेस्रो कुरा के हो भने चाहिँ जुन अहिलेको जुन क्षतिपूर्तिको राज्यको सिस्टम छ यो असाध्यै ढिलो छ। आज 5 वर्ष पहिला मरेका मान्छेले पनि अहिलेसम्म क्षतिपूर्ति पाएका छैन र त्यो जनावरहरूले मारेका मान्छेका चाहिँ गाईहरू, भैँसीहरू, बाख्राहरू, पशु चौपायाहरूको अहिलेसम्म क्षतिपूर्ति पाइरहेका छैनन् र पाउने क्षतिपूर्ति पनि असाध्यै नोमिनल छ। आज 10,000, 15,000, 20,000मा चाहिँ
बाख्रो किन्न सकिँदैन, खसी किन्न सकिँदैन, भैँसी किन्न सक्दैन, थुप्रै चिजहरू चाहिँ नोक्सानीहरू भएको छ। तर जुन राज्यले दिनु भनेको जुन व्यवस्था गरेको क्षतिपूर्ति छ त्यसको चाहिँ जुन अहिलेको व्यवस्थाले चाहिँ त्यो आधुनिक छैन, वैज्ञानिक छैन, अहिलेको महँगी जमानाअनुसार चाहिँ त्यो क्षतिपूर्ति नै होइन। यसलाई संशोधन गर्नुपर्छ भन्ने चाहिँ माग चाहिँ हाम्रो हो। र अर्को कुरा चाहिँ मध्यवर्ती क्षेत्रमा बसेका मान्छेहरूको चाहिँ आरक्षण र क्षेत्र विशेष अधिकार हुनु पर्यो निकुञ्जसँग जोडिएका कुरामा। के हेरेर चित्त बुझाउने? बफर क्षेत्रमा बस्ने, निकुञ्जमा बस्ने मान्छेहरूले के हेरेर चित्त बुझाउने? केही त लाभ हुनु पर्यो नि त। त्यहाँको घाँस दाउरामा अग्राधिकार हुने हो कि, त्यहाँका रुख बिरुवामा अग्राधिकार हुने हो कि, त्यहाँका भित्रको चाहिँ काठहरू दाउराहरूमा अग्राधिकार हुने हो कि होइन, अरू के कुरामा अग्राधिकार हुने? अब कि त्यहाँ गर्न मिल्ने खेतीहरूको कुरामा अग्राधिकार हुने हो कि? केही पनि छैन। नोक्सानी र त्रास भोग्ने बाहेक अरू केही पनि छैन। त्यसैले आज यो अभियान खास गरी चाहिँ बर्दियाका युवाहरूले नेतृत्व गर्नुभएको छ। यहाँ काठमाडौँमा बस्नुभएको छ उहाँहरू र वन्यजन्तु पीडित समूह भनेर आफ्नो समूहको उहाँहरूले नामाकरण गर्नुभएको छ। उहाँहरू आज वनमन्त्रीलाई भेटिरहनु भएको छ, डिजीलाई भेटिरहनु भएको छ, विभिन्न ठाउँमा सहयोगको हार गरिरहनु भएको छ। र मैले पनि उहाँहरूसँग यो एकबद्धताको प्रकट गरेर यहाँसम्म आएको छु। र करिब हामी 1.5-2 घन्टा चाहिँ डी साहबसँग मिटिङ गऱ्यौँ। हामीसँग थुप्रै हाम्रा मागहरू उहाँले हामीले सुनाएका छौँ र उहाँले त्यो माग लिएर चाहिँ वनमन्त्रीसँग आजै मिटिङ गर्ने र वनमन्त्रीसँग पर्याप्त छलफल गर्ने भन्ने कुरा छ। र आज डी साहबले हामीलाई के कुरामा आश्वस्त पार्नु भएको छ भने चाहिँ खास गरी बर्दियाको मध्यवर्ती क्षेत्रहरूमा चाहिँ वन प्रशासन, निकुञ्ज प्रशासनबाट हुने निगरानीहरू बढाउने, गस्तीहरू बढाउने र जनावरको मोबिलिटी बढी हुने ठाउँमा चाहिँ तारबारहरू बढी गर्ने, क्षतिपूर्तिलाई सहज र सजिलो बनाउने र अहिलेको समयअनुसारको क्षतिपूर्तिको जुन खालको मापदण्ड छ त्यसलाई चाहिँ अपग्रेड गर्ने खालको कुरा चाहिँ आश्वासन दिएर जानुभएको छ। र हामी अझै छलफल गर्दैछौँ। यो आश्वासन मात्रै चाहिँ अब पीडितहरू बस्नेवाला छैनन्। पीडितहरूले यसको नतिजा खोजिरहेका छन्, रिजल्ट खोजिरहेका छन् र यो रिजल्ट र नतिजाका लागि र आफ्नो जीवन सुरक्षाका लागि चाहिँ पीडितहरू सङ्घर्ष गरिरहने खालको कुरा चाहिँ घोषणा भइसकेको छ। म पनि उहाँहरूको हर खालको मुभमेन्टमा आन्दोलनमा उहाँहरूसँग एकबद्धता प्रकट गर्न चाहन्छु। र यो हाम्रो सकिएको छैन, सङ्गठित रूपमा सुरु हुँदैछ, यही कुरा भन्न चाहन्छु। हस्, धन्यवाद। हस्, थ्याङ्क यू। विशेष गरी आम बर्दियावासीका पीडाहरू, हाल भइरहेको मानव वन्यजन्तु द्वन्द्वका विषयमा केन्द्र सरकार अथवा केन्द्र सरकारको मातहतमा रहेको वन तथा वातावरण मन्त्रालय अन्तर्गतको विभागमा यति बेला हामी छौँ। र अहिले भर्खरै हामीले डिजीसँग पनि कुरा गरिसकेका छौँ। के भन्नुभयो डिजी साहबले? उहाँले चाहिँ हाम्रा मागलाई सम्बोधन गर्ने हर प्रयासरत लागिरहेका छौँ र लाग्नेछौँ। तत्कालीन गर्न सक्ने हाम्रा मागहरूलाई चाहिँ तत्कालका रूपमा हामीले निर्देशन गरेर हुन्छ कि आफै फिल्ममा खटिएर हुन्छ कि हामी सुधारात्मक प्रयासतिर जानेछौँ भनेर आश्वासन दिनुभएको छ। के छ अहिले यस्ता गाउँ घरको अवस्था? कसरी तपाईँहरू दिनचर्याहरू बिताइराख्नु भएको हाम्रो छ? घरको अवस्था भन्नुपर्दा यति बेला एकदमै बिकराल छ। तपाईँको खेल्दै गरेको बच्चा आँगनबाट गायब हुन्छ, खेतमा गएको आमा फर्किनुहुन्न, जङ्गलमा गएका बाबु फर्किनुहुन्न, सम्झनामा मात्र सीमित हुनुहुन्छ। यसरी एकदमै त्रासपूर्ण स्थिति सिर्जना भएको छ हाम्रो बर्दियामा। अब माग पुरा हुन्छन् भनेर तपाईँ विश्वस्त हुनुहुन्छ अहिले? माग पुरा हुन्छन् भनेर विश्वस्त चाहिँ हामी भइहाल्न मिल्दैन। हामी आश्वस्त चाहिँ छौँ, किनकि उहाँले पनि डिजी साहबले पनि भन्नुभयो कि हामीलाई सबै मागहरू सम्भव तत्काल हुन सक्दैन, बिस्तारै प्रक्रियागत चरणमा नीतिगत व्यवस्थाका आधारमा हुने हो र तत्कालीन गर्न सक्ने उहाँले चाहिँ गस्ती सुदृढीकरण अनि राहत क्षतिपूर्तिका विषयमा वैज्ञानिक आधारमा लागू गरेदेखि लिएर यो वन्यजन्तु ट्र्याकिङ सिस्टम, विशेष गरी बाघ हात्तीलाई ट्र्याक गरेर जोखिम क्षेत्रमा साइरनहरू उपलब्ध गरे या त्यसैलाई पुरानो भइरहेको साइरनलाई अझ दिगो रूपमा व्यवस्थित गरेर कसरी हुन्छ हामी अगाडि लैजान्छौँ भन्नु। हाम्रो बर्दिया, मेरो घर चाहिँ बर्दिया गिरोवा गाउँपालिका 1। आफ्नो परिचय पनि दिइदिनु होला है। नमस्ते, मेरो नाम चाहिँ गजराज। मेरो घर चाहिँ बर्दिया गिरोवा गाउँपालिका 1, जहाँ चाहिँ एकदमै निकुञ्जको एकदमै नजिकै छौँ हामी। त्यहाँनिर निकुञ्ज र वनजङ्गल चारैतिर, जहाँ चाहिँ तपाईँकोले हात्तीले, बाघले धेरै नै आतङ्क फैलाइरहेको छ। विगतको डाटा अनुसार पनि भनिसक्नु उहाँहरूले झन्डै करिब 60 जनासम्म चाहिँ मारिसकेका छन्। 58-60 पनि एभ्री भयो, जसमध्ये धेरै म्याक्सिमम झन्डै 47 त बाघकै आतङ्कबाट र बाँकी चाहिँ हात्ती र अन्य केही चाहिँ अन्य जनावरहरूबाट पनि। अब यो कुरा अब हामीले पहिलेदेखि नउठेको त होइन, तर एउटा गाउँ लेभलमा मात्रै, स्थानीय लेभलमा मात्र उठ्यो। अब त्यहाँको स्थानीय सरकारको पहुँच पनि हुँदैन, माथि समस्या सामना गर्छ। अनि यो सानो कुरा पनि छैन, यसलाई
छिटै नियन्त्रण गर्नलाई। त्यही भएर हामी चाहिँ केन्द्रसम्म पुग्नुको कारण चाहिँ यो चाहिँ तत्कालीन मात्र नभएर दीर्घकालीन रूपमा जनावर सँगसँगै मान्छेको सुरक्षा होस् भनेर चाहिँ हामी यहाँसम्म आएको। हस्, धन्यवाद।